आज हाम्रो घरमा यति धेरै मासु किन आए होला र हामीले आज दिनभरि के गर्यौं त्यो सबै जान्नलाई भिडियो अन्तिमसम्म हेर्नुहोला। नमस्ते साथीहरू, स्वागत छ आजको नयाँ मिनी ब्लगमा। बिहान उठेर झ्याल खोल्दा बाहिर पानी परेको रहेछ अनि केही बेरमा पानी रोकिएपछि म चाहिँ माथि आए नास्ता बनाउन। अब पानी परेको मौसम छ, चिया नखाने त कुरै भएन, ब्रेड पाइसकेपछि है। अनि नास्ता खाइसकेपछि म चाहिँ लुगा मिलाउन लागे। अस्तिदेखि राखेको थियो कि पछि मिलाउँछु भन्दा एक त छोरोले पनि गर्नै दिँदैन के केही काम पनि। त्यही भएर अब आज चाहिँ जसरी पनि गर्छु भनेर ठ्याक्कै छोरो पनि बाहिर घुम्न गएको थियो अनि त्यति बेलाकै मौका छोपेर मैले चाहिँ लुगाहरू फटाफट मिलाएर बाबुको दराजमा राखेँ। अनि छोरोले फेरि अरूसँग मान्दैन के, गए पनि एकैछिनमा फेरि आइहाल्छ ढोकानिर मम्मा भन्। अनि दिउँसोको खाना पनि खाइयो। अनि आज चाहिँ मैले त्यति धेरै भिडियोहरू खिचेको छैन, अलिअलि मात्रै खिचेको छु। अनि यो चाहिँ खेलौना हिजो बाबुले माडबाट लिएर आएको थियो। अनि माथि आउँदा चाहिँ यहाँ चराहरू टन्नै बसेका थिए अनि म आउने बित्तिकै अरू चाहिँ भागे उडेर, अरू चाहिँ बसेथे। अनि हाम्रो घरमा चाहिँ चराहरू फेरि यति धेरै हुन्छन् नि। अनि यस्ता साना साना चराहरूको आवाज, चिरबिर आवाज सुन्दा अनि यिनीहरूलाई हेर्दा कस्तो रमाइलो लाग्छ के। अनि आज चाहिँ हामी लम्की गएन किनभने छोरो आज ढिलो सुत्यो के बिहान। अनि अरू दिन उठ्ने टाइममा चाहिँ आज बल्ल सुत्यो, त्यही भएर ढिलो भइहाल्यो। अनि अब ढिलो पनि के जानु भनेर आज चाहिँ लम्की गइएन। अनि भाँडा धोइसकेपछि म चाहिँ बिहानको बचेको भात कुखुराहरूलाई हाल्दै थिएँ। अनि त्यसपछि छोरोको लागि नास्ता बनाएर लगेँ। अनि आज चाहिँ हाम्रो घरमा घुङ्गी निकालेको थियो के, यो चाहिँ भोलि बिहान पाक्छ अब। अनि त्यसपछि हामी नास्ता गरिसकेपछि छोरोले घुम्न जाने भनेर आज आफ्नो गोल्छे दादाको वहाँ बल खेल्न गयो। अनि आज भोलिको मौसम पनि कस्तो, एकैछिनमा पानी पर्न थाल्छ के। अनि लुगाहरू म फटाफट भगाएँ। अनि आज चाहिँ मेरो टाउको दुखिरहेको थियो, त्यही भएर मैले चाहिँ औषधि खाएँ सहन नसकेर के। साँझ हुँदा जोडले दुख्न थाल्यो अनि पछि सहन नसकेर पछि बल्ल औषधि खाएको मैले। अनि के गर्नु साथीहरू, टाउको दुखे पनि जे दुखे पनि काम त गर्नै पर्छ, खाना त बनाउनै पर्यो। खाना बनाउन मलाई अल्छी त लाग्दैन साथीहरू, तर सन्चो नभएको बेला चाहिँ त्यति मन लाग्दैन। अनि आज फेरि मासु थियो हाम्रो घरमा, सन्चो नभएर आज चाहिँ मैले मिक्सरमै मसला पिसेँ। अनि आज यति धेरै मासु हाम्रो घरमा किन आएको थियो भन्दा दिदीले चाहिँ आज अचार बनाउने भनेर मासु मगाउनु भएको थियो। अनि त्यसैबाट अलिकति निकालेर तरकारी पनि बनाइदिएको। टाउको दुखे पनि खाना बनाउँदा त छुट्दैन साथीहरू, अनि भिडियो खिच्न त कहाँ छोड्नु फेरि। अनि मासु त यति मिठो भएको थियो फेरि। अनि खाना पकाइसकेर म तल आउँदा चाहिँ बाबु कस्तो मजाले सुतिरहेको थियो कि आफ्नो बाबाकोमा। अनि दिदीले चाहिँ मासु फ्राई गरेर राख्नुभयो, मसला चाहिँ भोलि मिक्स गर्नुहुन्छ अरे। आजलाई यति नै साथीहरू, बाई बाई।